यहाँबाट उता जानुपर्छ। लो चाबी पनि ठिकै हो। अब निस्कौँ मेरो सामानहरू। लो आज चाहिँ भने हामी कता जाँदैछ भने भलिबल खेल्नु गाइस। अनि केटाहरू यहाँ चाहिँ यहाँ स्टार्ट भइहाल्यो। हो स्टार्ट भइहाल्यो यहाँ जर्नी चाहिँ भने चाहिँ। अनि आजको वेदरहरू चाहिँ यस्तो छ, घाम एकदम लागेको, भरे पानी पनि पर्न सक्छ। हिजो त निकै परेको थियो अनि बाटोहरू पनि एकदम बिगाऱ्यो होला। एकखेप हेरौँ, रमाइलो गरौँ। अनि अहिले चाहिँ भने म चाहिँ रेनकोटमै छु। अहिले चाहिँ भरे बाइन्चेस पानी पऱ्यो भने भिज्नु सक्दैन हो, म त त्यही भएर आएँ। ऊ चाहिँ मेन स्पाइकर है, अनि ऊ चाहिँ हाम्रो लिफ्टर सेटर हो, अनि ऊ पनि सेकेन्ड स्पाइकर। त्यहाँदेखि ऊ चाहिँ ओरेन्जहरू हो, उनीहरू चाहिँ म्याडमहरू चाहिँ चेयरअप गर्नु। अनि खासैमा चाहिँ म पनि चेयरअपै गर्नु, किनभने मलाई पनि खेल्नु आउँदैन। हालमा ओरेन्ज त्यस्तो ड्राइभर म चाहिँ डक्टर दामी जोगोमै वाइ रमाइलो गरौँ। उताको बाटोहरू हेरौँ कस्तो छ। हिजो निकै पानी परेर बिगारेको थियो। अनि केटाहरू यहाँ आज बाइक चढ्छ कि कुनै केटाहरूको बाइकहरू यहाँ छ। NS 200, एउटा भने चाहिँ पल्सर, एउटा भने चाहिँ हिमालयन। हिमालयन चाहिँ हाम्रो स्पाइकरको मेन स्पाइकरको बाइक। आजको जर्नीमा हो ल ल ल ल ल ल हाम्रो खाते खाएको मिस भुटानहरू, हाम्रो खाते खाएको मिस भुटानहरू है उनीहरू चाहिँ। ए बाटो त यस्तो माथिबाट हो। माथिबाट हो कि, तर भए पनि नि अब माथिबाट भन्दाखेरि यहाँ माथिबाट हुनु पनि पऱ्यो नि बाटो। यस्तो छ हाम्रो यहाँबाट ओभरटेक गरिदिनुपर्छ होला। गयो रे गयो लो। केटाहरूसँग मिटअप चाहिँ यहाँ रहेछ। हाम्रो भलिबल टिम, फुटबल टिम सबै यहीँ हो। ए एउटा लो लडेन तिमी? लडेको छैन। ल ल ल ल ल ल ल जो 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 चढ चढ। मान्छे दुईजना चढ्दा चाहिँ यो बाइकमा साह्रो रहेछ। फेरि यस्तो डाउनमा चाहिँ आयो। केटाहरू के भयो के भयो? लालु बाटो लडेछ। एउटा एक्सिडेन्ट भयो, एक्सिडेन्ट यहाँ केटा भयो। एक्सिडेन्ट R15 उयो देखाइदियो लड्नेहरू। एक्सिडेन्ट एकदम भएको छ। ऊ गोलेबे गोलेबे बिस्तारै चालो, अप्ठ्यारो छ बाटो। हुन्छ हुन्छ, के हुँदैन के हुँदैन, म लान्छु। त्यो ढुङ्गा झरेछ हिजोको पानीले। हिजोको पानीले ढुङ्गा झरेछ। बाटो त नि के भन्नु हाम्रो समय महिनाको कमाइ। यस्तो हुन्छ, डान्स गर्छ बाइकले पनि। माथिबाट हुन्छ, माथिबाट ठिक छ बाटो। हो टेन्सन छैन, माथिबाट ठिक छ भनेको छ तिमीले। ए बाटो त आमा एकछिन बर के एकछिन डर लाग्यो तिमीलाई? यस्तो छ बाटो। हेलो, अहिले चाहिँ अब नि उसले चलाउनु दिएको छ, मैले बाइक एकदम थाक्यो त्यो भएर। हिजोस्तिबाट बाइक चलाएको चाहिँ आज अनि यसलाई लु जो। बाटो त यस्तो रहेछ है बाटो चाहिँ गाइस। लड्छ स्टप हुन्छ है। यी स्टप भयो नि हो। लु चलो गियर 1मा स्टप हुन्छ भने नि। यी बाटो चाहिँ अब यस्तो चाहिँ यसो म निस्किन्छु ल ल। तिमी यहाँ उयो फर्स्टमा बारे के टाइममा लड्छ होला। लु आऊ 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 आऊ। यो बाटो आउँछ यस्तो छ है। यहाँ यस्तो धुलो छ त नि। चोङ्गेका जङ्सन यहाँबाट माथि जानुपर्छ यही, अनि यहाँबाट उता जानुपर्छ। लु यी लडाइदिइहाल्यो केटाले। कस्तो भयो लडाउँदा फिलिङ? एकदम हो राम्रो लाग्यो। तिम्रो पिडी लाइसेन्स चाहिँ कस्तो गर्ने हो? ए बाइकहरू यता चाहिँ ड्युक 200cc, KTM ड्युक 250cc, R1 हिमालयन कति सीसी? 410 11cc। अनि यहाँ MT बाइक, यी बाइक चाहिँ आउँछ यस्तो छ।
अहिले चाहिँ पनि यहाँ हारी रेस्टुरेन्ट फुन्सिलिङ चोङ्गे खा यता चाहिँ केटाहरू सबै रेस गरिरहेको छ यहाँ दाजु तलको यो बाटो चाहिँ कस्तो लाग्यो चोङ्गे एकदम बबाल नि यहाँ त ब्ल्याक कलर एकदम अहिले केटाहरू आउँछ यहाँ रिफ्रेसमेन्ट खाँदो रहेछ यहाँ एकदम यहाँ आम्मामा केटाहरू यहाँ दिदीको दोकानमा म चो कस्तो रहेछ जर्नी साह्रो छ साह्रो छ नि यो बाटोमा अनि यहाँ म्याडमहरू पनि आइपुगेछ अनि यहाँ केटाहरू यहाँ सबै गाडीमा आउने पनि आइपुगेछ के गरेको लड्दैछ डक्टर कुदाउने अब ओ रेफर जानु सक्दैन है ल यो एमटी भाइ बुझ्नुपर्छ ल जाँदैछ ल गयो यहाँ एमटी भाइ गयो हाम्रो म्यान स्पाइकर र लिफ्टर लो लो चोङ्गेखाको हाइवे यहाँ खाटिका हस्पिटल चोङ्गेखाको हाइवे उस्तल देखा हाम्रो गाउँ हाम्रो गाउँ भन्दाखेरि हाम्रो यहाँ वर्किङ प्लेस हो गाउँ त सामबोङन र कालीखोला हो यहाँबाट चाहिँ चोङ्गेखा गाउँ चोङ्गेखा सिटी एबिएस हो टेन्सन छैन यस्तो छ एबिएसको एडभान्टेज चाहिँ यति छ नि साथीहरू यो गियर 3 मा थियो अनि यो गाईले गर्दा गाईले गर्दाखेरि झन्डै गएन झन्डै ठोक्यो अर्को बाइकसँग इन्चार्जको बाइक रहेछ फेरि यहाँ भुटानको रोड चाहिँ बेसी यस्तो हुन्छ साँप जस्तो हुन्छ साँप जस्तो बिस्तारै डर लाग्छ हौ तिमीहरूको त नानी छैन हो नानी छैन भनेर के मर्नु त यहाँ चोङ्गेका स्कुल फाइनल्ली साथीहरू चाहिँ यहाँ चाहिँ यहाँबाट तलको भ्यू देखाइदियो त यस्तो छ भ्यू दामी भन्दा पनि यो के भन्छ अब एकदम आङदाङ बगी ताले आङदाङबागी ताले होइन कि एकदम पिस गरेर शान्ति हावा शान्ति एकदम तर पिसफुल गरममा चाहिँ गरमै छ यहाँ हिजो पनि देखाएको हो मैले डक्टर जो डक्टर जानु वेलकम टु चोङ्गेखा सिटी कस्तो अरे गाइस फाइनली हामी चाहिँ स्कुल आइपुगेको छ अनि हेरौँ यहाँको ठाउँहरू त निकै देखाइ पनि सक्यो तर अब आज पनि देखाउने छु अनि केटाहरू चाहिँ यहाँ यस्तो छ फेरि अनि यहाँको भ्यूहरू पनि चाहिँ यस्तो देख्छ यहाँबाट पनि चाहिँ अनि यहाँ केटा एउटा जुत्ता लाउनु थाल्दैछ अब भलिबलको लागि अनि उसको बाइक अरे त्यहाँ केयरटेकरको अनि मेरो चाहिँ यहाँ अनि अब जाउँ कस्तो हुन्छ एकखेप हेरौँ ठाउँ कस्तो रहेछ यहाँ हाम्रो जुर्मी हाम्रो फार्मेसी दबाई ल्याउनु जाने ल आमामा यी हाम्रो आधी खातेखाको टिम कता जाने वाटरफलमा जानुपर्छ है बोल्नुपर्छ यहाँ तल वाटरफल चाहिँ गाइस यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ अपकमिङमा है यो चाहिँ ल नेक्स्टको भ्लगमा अनि यस्तो जङ्गलको भ्लगहरू यस्तो हेर्नु मन छ भने चाहिँ सब्सक्राइब गर्नु अनि उता नेपाल भुटान इन्डिया कता देश भए पनि हेर्दै हुनुहुन्छ भने त्यहाँबाट हाम्रो भ्लगलाई चाहिँ माया देखाउनु अनि है हाम्रो ब्रदर इन्चार्ज हाम्रो हस्पिटलको
मायाले बोलायो ए भ्यू चाहिँ अब नि यस्तो छ यो भ्यू त्यो हो नि यहाँको भ्यू हो भने चाहिँ यस्तो देख्छ यो गाइस हो यहाँ एकदम स्कुल चङ्गेखा सिटी अनि केटाहरू यहाँ छ हो कुनै ए यो चाहिँ हो भने चङ्गेखा है अनि यस्तो दामी ठाउँ यस्तो दामी जग्गा कस्तो लाग्यो ब्रदरलाई चङ्गेखा मेगा सिटीमा आए चङ्गेखा मेगा सिटी अरे कहाँ मेगा सिटी हो गाउँ है गाउँ कहाँ सिटी यो स्कुल हो यो हो भने चाहिँ यहाँको ठाउँमा अलिकति मान्छे त्यहाँदेखि घरहरू हो भने पनि हाम्रोसँग कम्पेयर गरे भने चाहिँ निकै बेसी नै छ अनि यहाँ बिल्डिङहरू पनि छ हाम्रोमा त उता बिल्डिङहरू छैन यस्तो सानो सानो घर छ हो त्यो गाउँमा हुनेहरू किनकि गाउँै त हो अनि यहाँ पनि हुनु त गाउँै हो यहाँ तल हो भने चाहिँ होस्टेलहरू रहेछ स्कुलको अब होस्टेल चाहिँ उता रहेछ सरी अनि यहाँ आउनु चाहिँ यहाँ स्टाफ क्वार्टरहरू रहेछ हो त्यहाँदेखि स्कुल चाहिँ तल भलिबलहरू खेल्दैछ नानीहरू आम्मामा यहाँ केटाहरूले भन्दैछ अब भलिबल खेलिसकेर चाहिँ यहाँ फुटबल पनि खेल्ने भनेर अनि फुटबल चाहिँ म खेल्छु त्यो भएर खेलिदिने हो हेरिदिउँ रमाइलो गरिदिउँ कस्तो हुन्छ आजको दिन भरे फेरि खुट्टाहरू भाँच्ने हो कि फुटबल खेलेर यहाँ गाउँको मान्छेहरूसँग ए यहाँको जग्गा पनि चाहिँ यहाँको गाउँ चाहिँ कस्तो लाग्यो राम्रो हो कस्तो लाग्यो तपाईँहरूलाई दामी छ ए यस्तो छ गाउँ भने चाहिँ कुनै भलिबल खेलिरहेको छ यहाँ तल कुनै त्यहाँदेखि यहाँ बास्केटबल खेलिरहेको रहेछ एकदम प्लेइङ गरेर यो चाहिँ चोङ्गेखा प्राइमेरी स्कुल हो यहाँ हाम्रो टिमहरू चाहिँ यहाँ रहेछ हाम्रो मेन स्पाइकर चाहिँ हो भने चाहिँ यहाँ ल दाजु आज हान्दै आउँदैन दाजु कति एकदम बोबाल खेलाइ हुन्छ आज फ्यासिङ दिने हो कि खाने हो आज पनि कस्तो हुन्छ तिराइ हुन्छ कि खेलाइ हुन्छ खाने हुन्छ खाइ हुन्छ होला आज खुवाइ हुन्छ नि आज चाहिँ ल आमा नानीहरू यहाँ चाहिँ भलिबल यहाँ है खेल्ने ठाउँ चाहिँ हाम्रो केटाहरू र चोङ्गेखा स्कुलहरू चाहिँ चोङ्गेखा स्कुलको टिचर टिमहरू चाहिँ यहाँ चाहिँ ऊ चाहिँ हाम्रो यताको टिचर चोङ्गेखाको एसएसआर यहाँको स्पोर्ट्स टिचर चाहिँ मैले यतिकै देखाएँ मात्रै रह्यो नि आज चाहिँ आउने म गएर देखाउनु चाहिँ उता होस्टेल कस्तो रहेछ त्यहाँदेखि यताको घरहरू कस्तो रहेछ भन्दा यसरी केटा दुइटा अनि उनीहरू अहिले खेल्दैछ म एकछिनबाट देखाइदिन्छु यहाँ चाहिँ क्यान्टिनहरू छ यो चाहिँ बिबी छेत्री क्यान्टिन अरे हो अनि यहाँबाट पल्लो चाहिँ होस्टेल अरे एकखेप गरेर यो रुखको मुनि चाहिँ एकदम शीतल रहेछ आम्मामा गरम लागेको बेलामा त यी पसिना अघि त निकै आएको थियो अहिले चाहिँ अलिकति गइसक्यो त्यहाँदेखि त्यो मेरो साथीले बाइक लडाएको पनि एकै हेरेको कि हो बाइक त बिगारेछ कि भनेर छैन रहेछ के स्क्र्याचहरू लागेन रहेछ हो धन्न के भएन किनकि हाम्रोमा क्रास कार्ड थियो नि त मेरो बाइकमा त्यही भएर अनि यहाँ केटाहरू यहाँबाट देखाइदिन्छु म गएर ल कस्तो रहेछ स्कुल चाहिँ अब भने चाहिँ उहाँ छ यहाँ गएर ल यस्तो रहेछ यहाँको गाउँ भने चाहिँ चङ्गेखा गाउँ भन्ने चाहिँ कुकुरहरू रहेछ अब टोक्दैन के हो कुकुरले त्यहाँदेखि यहाँ यस्तो देख्दो रहेछ हो ऊ यहाँ पर चाहिँ उयो रहेछ होस्टेल हो यहाँ चाहिँ जानु पाउँदैन होला त्यो भएर जाँदैन अनि यहाँबाट भ्यू चाहिँ यस्तो देख्छ स्कुल चाहिँ ऊ यहाँ उनीहरू चाहिँ स्कुलको टिमहरू छ यहाँ चङ्गेखा स्कुल यहाँ हाम्रो टिमहरू चाहिँ रेडी भन्दैछ अहिले है डिस्कस गर्दो रहेछ डिस्कस लो ऊ पनि रहेछ ऊ पनि हो ऊ पनि खेल्ने हो ऊ चाहिँ सेटर हो ऊ चाहिँ हाम्रो ऊ पनि सेटर हो त्यहाँदेखि उता उयो के भन्छ लिप रोल त्यहाँदेखि स्पाइकर यहाँ कुदे लु फिल्डमा लु एकदम जित्छ न अच्छा गेको बे ल ए न लु केटाहरू चाहिँ खेल्दैछ सेट गरिदियो आहा छैन खेल्दैछ निकै दिँदैछ है केटाहरूले छोड्दैन ठाउँ हो यस्तो खेल्छ यिनीहरूले दामी खेलो केटाहरू दामी लु स्म्यास दाजु लु दियो ल दामी प्लेसिङ हुक ओए छोड्दैन त हौ खतर टिम सक्यो उता गयो
लो 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 सेट दामी ल ब्लक पायो ब्लक फेरि दामी हो ब्लेसिङ नाच्न लो 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 निकै छ कस्तो जित्ने जस्तो छ हाम्रो टिमले 50-50 नि यता पनि डराइछन् नि ए माथिको सिनाहरू पनि चाहिँ यस्तो देख्दो रहेछ यहाँ माथि अनि यहाँ तल चाहिँ भ्यालीको अलिकति यता चाहिँ आए डाँडाको मुनि चाहिँ आए स्कुल अहिले चाहिँ खेलिरहेको छ हामी चाहिँ अनि नेक्स्ट टिम आए केटाहरूसँग यहाँ आए नेक्स्ट टिम रेडी हो नि जित्नुपर्छ ल ल कसको टिम हराउने रे डक्टरको टिम ल ल ल ल ल के कलरको हाम्रो टिम यहाँ रहेछ एकदम रमाइलो पनि भयो गरम पनि गरम अनि केटाहरू अहिले पनि खेलिसकेको छैन अब हामी चाहिँ लाग्नु पऱ्यो अब स्विमिङ खेल्नु होइन हो नाक ठुलो नाक ठुलो हेर न नाक यसको होइन यसरी यसरी बस्छ यसरी बस्छ न यहाँ ओ जुमी जो ल अब चाहिँ गएको बाटो चाहिँ भने यस्तो रहेछ आम्मै अहिले हामी स्विमिङ खेल्नु जाँदैछौँ अनि केटाहरू अगाडि गएको छ अहिले पनि चाहिँ हामी यहाँ छ केटाहरूसँग यो स्विमिङ खेल्नु खोला पनि चाहिँ यता यहाँबाट आएको यहाँबाट हो लो ऊ चाहिँ भने स्विमिङ खेल्ने रे अनि म हेरेको यसरी नसक्ने रहेछ खोला ठुलो रहेछ त्यो भएर छोडिदिनु पऱ्यो ए अनि कहाँ खेल्छ यत्रो ठुलो खोलामा स्विमिङ कसरी खेल्नु है आमा खेल्दैन तिमी खेलो घमिलो रहेछ तारा रिस्की रहेछ लो अहिले चाहिँ भने साथी चाहिँ स्विमिङ खेल्यो म चाहिँ खेलेन अनि यहाँ अब चाहिँ हामी फर्किँदैछ अहिले चाहिँ भने धुम्म भाइ यस्तो छ यहाँ चाहिँ बेलुका पानी पर्ने हुँदाखेरि चाहिँ विन्टरमा त झन् के भन्नु सो गाइस आजको भ्लग आउने चाहिँ यतिमै रमाइलो भयो मजा भयो बाटो हिजो एकदम बिगारेछ हो पानी परेर अनि रमाइलो पनि भयो मजा आयो केटाहरूसँग अब फर्किँदैछ यो बाइकहरू पनि चाहिँ यहाँ चाहिँ हालत त्यस्तो भएको छ बाइकरको एमटी यहाँ छ अरू दुईजना चाहिँ अघि नै गयो हो अनि यहाँ यता पर्खिरहेको छ अनि कुनै खाँदैछ सो गाइस सी यू इन माई नेक्स्ट ब्लग कताबाट हेर्दै हुनुहुन्छ सबजना कमेन्ट गरिदिनु कुन चाहिँ देशबाट थ्याङ्क यू सो मच किप सपोर्टिङ लभ यू